हेलो गुड मर्निङ वेलकम टु माई मिनी ब्लग। आज राति चाहिँ एकदमै रातभरि पानी परेर मसिनहरू पनि बपाल देखाएको छ। म चाहिँ हजुरहरूलाई त्यो सिन देखाउन गइरहेको छु है। एकदमै बपाल देखाएको छ गाइजहरू होइन, अलिअलि हिउँ परेको छ। हाम्रो गाउँतिर घरतिर चाहिँ यस्तरी बनाउँछ कि गाइजहरू होइन, घर ढुङ्गाको घर चाहिँ यो यस्तरी बनाउँछ, यो तरिकाले बनाउँछ होइन। ढुङ्गाको घर चाहिँ यो तरिकाले बनाउँछ, हेर्न सक्नुहुन्छ। वाह, अलिअलि हिउँ परेको छ माथि लेकतिर चाहिँ। हाम्रो गाउँतिर चाहिँ हिउँसिउँ चाहिँ परेन, तर रातभरि चाहिँ पानी परेको थियो होइन। यही हो गाई छ होइन मेरो गाउँ। अनि बबाल देखिया छ गाईहरू होइन। बिहान चाहिँ पानी पर्न लाग्यो, तर चाहिँ पानी चाहिँ परेन होइन। बादल चाहिँ अझै छ है गाईहरू। राति फेरि पानी पर्न सक्छ। अलिअलि मात्र हिउँ परेको थियो होइन, माथि त्यो गाउँमा परेन। गाउँमा चाहिँ रातभरि पानी परेको थियो होइन। त्यही भएर बबाल देखिया छ गाईहरू। यही हो गाईहरू होइन, पानी परेर हल्का मौसम अलिअलि सफा छ होइन, खासै त्यस्तो सफा चाहिँ छैन। अब अलिअलि चाहिँ बादल लागिरहेछ होइन। अझ पानी पर्न सक्छ, राति चाहिँ पानी पर्न पनि सक्छ होइन। जस बबाल छ, बबाल देखाएको छ होइन। ठाउँहरू पनि बबालै छ। अनि हाम्रो गाउँघरतिरको घरहरू चाहिँ यस्तो छ होइन गाईहरू। काठोको घर, ढुङ्गाको घर भने यही हो, हेर्न सक्नुहुन्छ तपाईँहरूले होइन। यो चाहिँ गाई भैँसीहरूको लागि चाहिँ काटेर राखेको घाँस हो। यस्तरी बनाउँछ गाई चरा होइन। घर चाहिँ यो तरिकाले बनाउँछ होइन। यही हो गाई चरा होइन।